छोरा चाहिँ एकदम राम्रो ट्र्याकमा हिँड्यो त्यतिखेर। राम्रो उसको चाहिँ हिँडाइ बोलाइ सबै एकदम राम्रो भयो अनि मलाई एकदम विश्वास आयो त्यतिखेर। हुन्छ, जय मसी। हजुरलाई गवाई युट्युब च्यानलमा स्वागत छ। हजुरको परिचय भनिदिनुहोस् न। हजुरहरू सबैलाई जय मसी। मेरो चाहिँ परिचय बालकुमार श्रेष्ठ होइन, सुन्दर रहेछ एक नवज्योति नाजरिङ मण्डलीको चाहिँ मैले पास्टर सेवकाईमा छु र मेरो सेवकाईमा चाहिँ परिचय दिँदै गर्दाखेरि मेरो चाहिँ जन्म चाहिँ ताप्लेजुङ जिल्ला लिमुदिनमा पर्छ र यो नवज्योति नाजरिङ मण्डली चाहिँ यो ठाउँमा कसरी खडा भयो भन्दाखेरि हामी अघि बुवाले पनि भन्नुभयो नवज्योति नाजरिङ मण्डलीको बारेमा र मेरो परिचय दिँदै गर्दा पनि अझै म चाहिँ यहाँको पास्टर सेवकाईमा छु र यो सुन्दर हरेचा क्रिस्चियन समाजको अध्यक्षता पनि छु, सेवकाईमा छु। अहिले फुल टाइम सेवकाईमा हुनुहुन्छ। हजुर। हजुरले प्रभुलाई चाहिँ कसरी पाउनुभयो त? प्रभुलाई पाउनुभन्दा अगाडि कस्तो तरिकाले होइन तपाईँको जीवन चलिरहेको थियो र कसरी प्रभुलाई पाउनुभयो? मैले प्रभुलाई पाउनुभन्दा अगाडि चाहिँ म विदेशको सिलसिलामा विदेशमा थिएँ अनि हजुर विदेशमा थिएँ अनि त्यतिखेर मेरो सालो भाइ मोहन श्रेष्ठ उहाँ चाहिँ क्रिस्चियनमा लागिसक्नु भएको रहेछ अनि उहाँले चाहिँ हेर्दा लु यसो गर्नु त्यसो गर्नुपर्छ यस्तो त्यस्तो भनेर चाहिँ मलाई फोन मार्फत भनिराख्नुहुन्थ्यो। यसो समाचार चाहिँ सालोबाट सुनाउनुहुन्थ्यो। विदेशमा सालो पनि विदेशमा हुनुहुन्थ्यो र मलाई विदेशमा अरे सालो चाहिँ आर्मीमा हुनुहुन्थ्यो, म चाहिँ विदेशमा थिएँ र उहाँले चाहिँ दाजु यसो गर्नुपर्छ भन्दै बुकहरू पनि मलाई पठाइदिनुहुन्थ्यो विदेशमै अनि र पनि मैले राम्रो विश्वास गरिनँ त्यतिखेर है। अनि फेरि म घर आएँ, घर आएर पनि म घर आइकन सालोलाई भेट्न पाइनँ। सालो चाहिँ अब भिडन्तमा दन्तकला पढ्नु र म आउने दिएको थिएँ र उहाँले नभेटिकन म जानुभयो। त्यहाँदेखि पछाडि म फेरि विदेशकै सिलसिलामा गएँ। त्यहाँदेखि उहाँको चाहिँ विदेशमा साथीहरू पनि क्रिस्चियन साथीहरू पनि थिए है। कुन देशमा? म कतारमा थिएँ। कतारमा बस्दाखेरि क्रिस्चियन साथी थिए अनि उहाँले भन्नुहुन्थ्यो राम्रो हुन्छ यता भन्नुहुन्थ्यो है। अनि पछि त्यहीँ मेरै क्याम्पकै अगाडिपट्टि चाहिँ ठ्याक्कै चर्च बनाइदिनु भयो। अनि त्यहाँ चर्चमा उहाँहरूको सेवा हुन्थ्यो फ्राइडे दिन है। अनि उहाँले सेवा गर्दै गर्दै म बाहिर बसेर सुन्थेँ, मलाई रमाइलो लाग्न थाल्यो है। अनि त्यसै गर्दै गर्दै अनि म फेरि नेपाल आएर नेपाल आउनुभन्दा अगाडि चाहिँ मेरो मिसेसहरू चाहिँ विश्वास गरिसक्नु भएको थियो अनि उहाँले विश्वास गर्नुभयो। विश्वास गरेपछि म विदेशदेखि 2 वर्ष पछाडि फेरि घरमा आउँदाखेरि अनि फेरि घरमा आएर पनि म लगभग 1.5 वर्षसम्म मैले विश्वासमा गएँ। अनि त्यहाँदेखि पछाडि चाहिँ मेरो छोरा दिपेश सर, मेरो जेठो छोरा, उहाँ चाहिँ पढ्नु जानुभयो घरमा आइकन अनि विदेश पढ्नलाई उहाँ केरला जान्छु भनेर नचाउँदा भनेर अनि पठाइदिएँ। अनि उहाँले 2 वर्ष पढेर फेरि आउँदाखेरि अनि त्यतिखेर चाहिँ मैले विश्वास गरेँ कि छोरा चाहिँ एकदम राम्रो ट्र्याकमा हिँड्यो त्यतिखेर। किनकि पढाइमा राम्रो थियो तर पनि कलेज जोइन गरेपछि कलेजमा चाहिँ उसको पढाइ अलिकति बिग्रियो साथीले सङ्गतले गर्दाखेरि। त्यसले गर्दाखेरि बाइबल कलेज गएपछि फर्केर आउँदा चाहिँ एकदम उसको चाहिँ राम्रो, उसको चाहिँ हिँडाइ बोलाइ सबै एकदम राम्रो भयो अनि मलाई एकदम विश्वास आयो। त्यतिखेर डेली तपाईँको विश्वास गर्नुपर्छ भन्दा मैले विश्वास गरेँ र मैले 68 सालमा ग्रहण गरेँ। 70 सालमा मैले बत्तिसमा लिएँ र अहिले यो मण्डलीमा मेरो ससुरा बुवा वरिष्ठ रेभरेन्ड बुवा हुनुहुन्छ, उहाँले चाहिँ मलाई यो मण्डलीमा चाहिँ पास्टर अभिषेक चाहिँ गर्नुभएको। मैले 4 वर्ष पुगेर 5 मात्रै लाग्दैछ र अहिले भनेपछि हजुरले विश्वास गर्नुभयो र अनि आफ्नो परिवारद्वारा होइन उहाँहरूको जीवनहरूलाई हेरेर हजुरको जीवनमा अब चाहिँ यो चाहिँ साँचो बाटो रहेछ, यो चाहिँ सही रहेछ भन्ने कुरा लागेर विश्वास गर्नुभयो र विश्वासमा अगाडि बढ्दै जाँदै गर्दाखेरि चाहिँ फेरि प्रभुको सेवा गर्ने मौका पनि हजुरलाई मिल्यो। हजुर। अनि त्यस परमेश्वरको सेवा गर्दै जाँदाखेरि अहिले 4 वर्ष पुरा 5 वर्ष मात्रै लागेको छ तर अहिले मलाई
समाजमा पनि मैले अहिले आबद्ध भएर सेवाकै गरेको चाहिँ म अहिले 3 वर्ष भयो समाज सेवाकै गर्दै गर्दाखेरि कस्ता चुनौतीहरू चाहिँ हजुरले फेस गर्नु पर्यो अथवा हजुरलाई आफन्तबाट छरछिमेकीबाट नातागोताबाट होइन धेरै कुराहरू धेरैजनाको जीवनमा चाहिँ सताउने कुराहरू आएको कुराहरू भन्ने कुरा गरिन्छ तपाईँको चाहिँ आफ्नो घरपट्टिबाट के कस्तो भयो मान्छेलाई सतावट चुनाव त जहिले नै आइदिन्छ र त्यो सतावटलाई चाहिँ कसरी पार गर्नु पर्दो रहेछ भनेर हामीले त्यो बाइबलले सिकाउँदो रहेछ कि एकदम त्यो पढ्दै जाँदाखेरि बाइबलबाटै हामीले शिक्षा पाउँदै जाँदो रहेछौँ तर त्यो सतावट चाहिँ धेरै आउँदो रहेछ मेरो दाजुभाइबाट पनि धेरै सतावट आयो होइन त्यो भन्दै जाँदा त धेरै लामो हुनसक्छ तर आज छोटो छोटो गरी म भन्दैछु सतावट त धेरै आउँछ तर सतावटको बावजुद हामीले लड्दै जाँदाखेरि चाहिँ हामीले बाइबलले सिकाउँछ तिमीहरूलाई एउटा गालामा चट्कन्थ्यो भने अर्को गालामा थापिदेऊ भनेको छ त्यसले गर्दाखेरि उहाँले भन्दै गर्नुहुन्छ तर हामी चाहिँ सुसमाचार सुनाउनु छोड्दैन है सुसमाचार उहाँले सुनाउँदै गर्दाखेरि मेरो दाइहरू एउटै परिवार मेरो साइना दाइको परिवार एउटै परिवार फ्यामिलीबाट 11 जनाको दाइहरूको परिवारबाट हामीले विश्वास गरायौँ तर उहाँले चाहिँ त्यो चुनौतीलाई झेल्नु नसकेर उहाँ चाहिँ फेरि ब्याक साइड हुनुभयो है अनि त्यस्तै हुँदै अहिले ठिकै छ राम्रै चलिरहेछ तर अहिले हाम्रो दाजुभाइमा हामी भन्दाखेरि त अचम्म लाग्छ है तर 15 जना एउटै आमा एउटै बाउको चाहिँ 15 जनाको परिवार हो मेरो दिदी 3 जना मेरो हामी दाजुभाइ चाहिँ 12 जना त्यसले गर्दाखेरि अहिले 12 जनामा अहिले योसेफको कथा गर्दै जाँदा ठ्याक्कै ठुलो कान्छा भनेको छ नि म पनि ठुलो कान्छा भने त्यसले गर्दाखेरि म एक्लै छु अहिले दाजुभाइमा हजुरले यो सबै कुराहरू गर्दै गर्दाखेरि मैले एउटा कुरा भन्न चाहेँ र एउटा विश्वासी र पास्टरमा चाहिँ के भिन्नता तपाईँले महसुस गर्नुभयो विश्वासी र पास्टरमा धेरै भिन्नता रहेछ किनकि विश्वासी हुँदा हामीलाई कुनै कुराको त्यो चिन्ता हुँदैन त्यो हजुर चर्चमा जाने ताली बजायो भजन गायो भइहाल्यो 2 घन्टा गऱ्यो निक्ल्यो नि हिँड्थ्यो तर आफूलाई त आइबार के थिएन नि त त्यसले गर्दाखेरि हामीलाई आनन्द थियो तर जब पास्टर अभिषेक गरिदिनु भयो त्यहाँदेखि मलाई चिन्ता बढ्यो अब पास्टरको काम कसरी गर्ने पास्टरको अब काम के हो र कताबाट चल्ने कसरी के भन्ने एकदम अन्यलमा थिएँ तर मैले गुरुबाहरूसँग होइन सबैसँग मैले कुरा सेयर गर्दै मैले सिक्दै जाँदाखेरि म 1 वर्षसम्म त मलाई पास्टरको सेवाकाइमा अलिकति अप्ठ्यारो पर्यो तर अहिले ठिक छ गुरुबा मैले सुसमाचार सुनाउने ठाउँमा जाने ठाउँमा म एकदम व्यस्त छु म चाहिँ अहिले प्राय घरमा बसिरहनु पाउँदिनँ म चाहिँ बाहिर फिल्डमा गएर मैले हजुरलाई एउटा क्वेसन गरेँ आज धेरै हाम्रो जवान भाइ बहिनी लगायत कतिजना सेवाकाई गर्न चाहनेहरू हुनुहुन्छ पास्टर बन्न चाहनेहरू हुन्छ अथवा म पास्टर गर्दिनँ भन्नेहरू छन् कि होइन तपाईँले जिम्मा लिनुपर्छ भनेर चाहिँ मण्डलीका अग्रजहरूले अथवा यो मण्डली अब तपाईँले सम्हाल्नुपर्छ भनेर भन्दै गर्दाखेरि कतिजनाले नकार्ने कुराहरू गर्छ नि होइन म पास्टर होइन म गर्न सक्दिनँ भन्ने छ कति चाहिँ गर्न चाहनेहरू छन् गर्न चाहनेहरूलाई के भन्न चाहनुहुन्छ म गर्दिनँ भन्नेहरूलाई चाहिँ के भन्नुहुन्छ हजुरले त्यसमा मैले पनि अहिले अब यो मण्डलीमा यो अब 5 वर्ष पछाडि चाहिँ यहाँ मण्डलीमा पास्टर अभिषेक हुनुपर्छ है भनेर मैले कुरा राखेको छु जवानहरूलाई अथवा तपाईँदेखि पछाडि होइन अगा दाजुभाइहरूलाई र उहाँहरूले हामी अलिक सक्दैनौँ कि भन्ने कुरा गर्नुहुन्छ सक्दैनौँ भनेर चाहिँ के भन्नुहुन्छ हजुर उहाँले चाहिँ म टाइम दिनु सक्दिनँ होइन म चाहिँ अलिकति विज्ञ छुइनँ भन्ने त्यस्तो कुरा गर्नुहुन्छ तर हामीले चाहिँ यो तालिमहरू चाहिँ गरिराख्नुपर्ने छ म एकचोटि पास्टर भएको छु तर पास्टर हुँदाखेरि चाहिँ यस्तो अप्ठ्यारो नहोस् तपाईँहरू पास्टरको काम अहिले 5 वर्ष अगाडि नै तपाईँहरू तयार हुँदै गर्नुहोस् भनेर मैले 2-3 जनालाई भनिरहेको छु र हामीले सेवाकाई गर्दै गर्दाखेरि हाम्रो जीवन चाहिँ नि परिवर्तन चाहिँ हुनुपर्दो रहेछ है यदि परिवर्तनै जीवन छैन भने हाम्रो जीवनमा आशिष पनि आउँदो रहन्छ मैले महसुस गरेको छु